माग्राखी जेन्जी पुस्ताद्वारा 2082 भदौ 23 र 24 गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ। क्याबिनेटको मन्त्री राजीनामा बाहिर मिडियामा आइरहेछ, यो विषय मन्त्रीज्यूले थोरै भनिदिनु थियो। अहिले त्यस्तो उहाँले केही पनि बताउनु भएको छैन, हामीले सुनेको पनि छैनौँ र बाँकी कुराहरू चाहिँ पछि अब उहाँले नै यसबारेमा थप जानकारी गराउनुहुन्छ होला। धेरै धन्यवाद। पत्रकार साथीहरू, नेपाल सरकार मन्त्री परिषदको 2082 कार्तिक 17 गतेको बैठकका मुख्य निर्णयहरू यस प्रकार रहेका छन्। 1. वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता श्री घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ। 2. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। 3. नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन्जी पुस्ताद्वारा 2082 भदौ 23 र 24 गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ। त्यस्तै गरेर 4. विपद सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम जम्मा 5 करोड 30 लाख विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ। अरु थप जेन्जी आन्दोलनमा त 74-75 जना मान्छे 78 जना शहीद चाहिँ के आधारमा कसरी गरियो? अहिले यो चाहिँ खास गरेर गृह मन्त्रालय अन्तर्गत रहेको सम्भवतः सहसचिवको नेतृत्वमा रहेको समितिबाट चाहिँ र अरू विभिन्न जिल्ला प्रशासन कार्यालय, अरू सरकारवालाहरू, अब सुरक्षा निकाय सबैतिरबाट आएको यो अध्ययन जुन गरियो, त्यो अध्ययन मार्फत चाहिँ नि अहिले 45 जना व्यक्तिहरूलाई चाहिँ शहीद घोषणा गरिएको छ। अरू थपको सन्दर्भमा चाहिँ अध्ययन अझै हुँदैछ र थप अध्ययन भएपछि चाहिँ थप निर्गल हुने म यहाँलाई जानकारी गराउँछु। अर्को बैठक पनि जानकारी गराइदिनुहोस् न, कार्य प्रगतिहरू, समीक्षाहरूको उहाँको निर्देशन प्रधानमन्त्रीज्यूले। योभन्दा अगाडि चाहिँ खास गरेर सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीहरू, सचिवहरू र विभिन्न सरकारवाला निकाय, सरकारसँग सम्बन्धित सबैसँग रहेर यो सरकार गठन भए यता हालसम्म के कस्ता कामहरू भए, कति प्रगतिहरू भए र त्यसको उपलब्धिहरू के भएका छन् र आगामी दिनहरूमा चाहिँ सरकारको